आज चाहिँ सबैजनालाई गुड मर्निङ। र आज चाहिँ म चाहिँ यहाँ बस्ती घरको यो कमानबारीमा आएर चाहिँ कमानबारी भन्दैन यसलाई चियापत्ती बारीमा आएर चाहिँ पहिलो मुना हो यो चाहिँ। दुई पाते सुइरोको पिला मात्रै भन्ने टिप्दैछ। दामी 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 डिस्यु डिस्यु गर्दा इस अब यो चाहिँ हाम्रो सुरुवात मात्रै हो। ओ माथि माथि पनि पुरा छ। अब टिपुङ ल बुढो। आज चाहिँ दिनभरि हाम्रो चियापत्ती टिपाइ हुन्छ। हामीलाई पनि एकदम नयाँ नयाँ कलिलो मुना खानु मन परेर चाहिँ हामी यहाँ बस्तीमा आएको। त्यो भएर यहाँ त अब उनीहरूले त टिप्नु पनि भ्याउँदैन, त्यो भएर टिप्दैन पनि, यत्तिकै ठुलो भएर जान्छ। तर अब हामी चाहिँ टिपेर लैजाउँ भनेर है बुढो। आज चाहिँ अब हाम्रो अविरलले पनि अविरल यो त मेरो भदै हो। यहाँ आइज नानी, यहाँनिर यसो गर्दै तँ मेरो भदै हो नि त। या गरिदेऊ त नानी। खोइ या गर्दैको ढिस्यु ढिस्यु गरिदेऊ न, ढिस्यु ढिस्यु। त अब हामी आज चाहिँ लगेर चाहिँ अब मजाले यो चियापत्तीको स्वाद लिने विचार छ। अब बुढो पनि आउनु है टिपौँ। म त दामी पलाग्छ नि बुढो। तर पलाउनु चाहिँ फर्स्ट मुना भरेर दामी पलाग्छ। यहाँ त यहाँ ए अब सुरुवातमा चाहिँ आज बिहानैदेखि थालेको। अब माथि माथिसम्म जानुपर्छ अहिले। पुरा छ चियापत्ती चाहिँ टिप्नु सकिन्छ हाम्रो। तर अब टिप्ने जागर चाहिँ हुनु पर्यो। जागर चलाएर भए पनि टिपिदिएको आज चाहिँ। म तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ आएर टिपेर लाँदा हुन्छ है। तपाईँहरूलाई चाहियो भने टिपेर होइन, मसँग कन्ट्याक्ट गर्नु। म चियापत्ती अब भिडियो छोडेर अब चियापत्तीपट्टि लागेको फेरि आज चाहिँ। अगर जसले स्टार ज्यादा दिन्छ उसलाई चाहिँ एकदम यहाँबाट घरसम्म डेलिभरी फ्री है। जसले स्टार दिन्छ, जसले लाइक कमेन्ट गर्छ उसलाई चाहिँ यो दुई पाते सुइरो भन्ने चाहिँ के भन्छ त्यसलाई, एकदम वाइट टी चाहिँ आउँछ है। हस् त चियापत्तीको भिडियो चाहिँ यतिमै। अलिकति चियापत्ती हेरिहालौँ यहाँ हेर त। ओ यस यस बन्दुक खेलाउँदो रहेछ केटाले। यहाँतिर इस पुरा पलाग्छ। कस्तो पलाएको रहेछ नि। हुन्छ सबैजनालाई बाई बाई गरौँ ल बुढो। म यहाँ चियापत्ती टिप्नु अलिक हतार छु हो। त्यही त, त्यो भएकोले गर्दा ल हुन्छ। तपाईँहरूको दिन चाहिँ एकदम शुभमै रहोस्। शुभमै रहोस्। मेरो त अब शुभै भइगयो यसरी चियापत्ती टिप्नु पाउँदा हो। अन्त आफ्नो बारीमा है, आफ्नो बारीमा यसरी चियापत्ती टिप्नु, त्यो पनि दुई पाते सुइरो टिप्नु पाउँदा। तर यो मान्छेको हात चाहिँ चिलाइरहेको थियो नि। हामी कमान बारीहरू थुप्रै भिडियो सुट गरेको थियो। हात चाहिँ चिलाउँदै थियो। चिलाउनु चाहिँ त्यो चियापत्तीको टुप्पो टिप्नु नपाएर। तर अर्काको बारीमा हात चिलाएर त डडालो पनि चिलाउँछ नि त बुढा। तर यहाँ आइपुगेर त त्यो हात चिलाएको त क्लियर भयो नि त, होइन नि त। यो त आफ्नै बारी हो। त्यो के हो भन्नु त, यो दुधिलोको रुख हो। हस् त बाई बाई, गुड नाइट। त्यो नभन यो चाहिँ